युनिक विक, प्रज्वल विक, स्वस्तिक अधिकारी, सृष्टि नेपाली र श्रिया राणा मगर। स्थलगत सहयोगी सम्पन्न छेत्री, प्राविधिक सहयोगी बलराम विक। नाटक परिकल्पना, संवाद तथा निर्देशन राजन बराल। पार्श्वध्वनि राजन बराल। पृथ्वीमा बढ्दो जनसङ्ख्याको कारण दिनानुदिन पृथ्वी प्रदूषित भइरहँदाखेरि पृथ्वीको पुकार, पृथ्वीको स्कार यहाँ यसरी सुरु हुन्छ। म पृथ्वी, तिमीहरूको जननी, तिमीहरूलाई जीवन दिने, तर आज म आफै पीडामा छु। मेरो सास रोकिएको छ, मेरो सुन्दरता क्षय भएको छ। के तिमीहरूले मेरो पीडा महसुस गर्न सक्छौ? म पृथ्वी रोइरहेकी छु। हेत्तेरी, कस्तो दिक्कलाग्दो ठाउँ हो, कस्तो फोहोर हो यहाँ। हो नि, यहाँ त फोटो पनि राम्रो आउँदैन, कसले सफा गर्दा खै। छि, यस्तो बनाएको ठाउँमा के बस्नु। जाउँ हिँड जाउँ। आमा, यो रुख किन सुकेको? फुलहरू किन छैन? ओहो, सास फेर्न पनि कस्तो गाह्रो भयो। ओ माई गॉड, एकछिन बस्नु पनि गाह्रो। अरे शिव, आकाशबाट पनि पानी आउँदैन। बाली पुरै सुकेको छ। बालीहरू पुरै बाँझो छ। अब के गर्ने, के खाने? अरे किसानको जिन्दगी। कार्बन पनि दिनदिनै बढिरहेको छ, श्रम पनि दिनदिनै वृद्धि हुँदैछ। यसरी त पृथ्वीमा बाँच्नु गाह्रो छ। के गर्ने होला पृथ्वीका मानवहरू? बच्चाको कुरा पछि गरौँला। पहिला त नाफा हेर्नुपर्छ। नाफा उत्पादन बढाउनु पर्यो नि। किसानलाई विकासशीलमा लान्छ नि। कस्तो थियो हाम्रो पालामा, हरियाली, सफा पानी, चराचुरुङ्गीको मिठो आवाज। आज यो सब कहाँ आयो? म त दङ्गै पर्छु बा। तिमीहरूले मलाई बिर्सियौ, मेरो छातीमा घाउ लगायो, मेरो पानी दूषित गरायो, मेरो हावा विषाक्त बनायो। के म तिमीहरूको आमा होइन? के मलाई माया गर्दैनौ? यो कसले बुझाएको? यहाँ त कोही पनि देखिँदैन। यहाँ त कोही पनि देखिँदैन। हो, म पृथ्वी बोल्दैछु। तिमीहरूको अज्ञानता, तिमीहरूको स्वार्थले आज मलाई यो अवस्थामा पुर्याएको छ। तिमीहरूले आफ्नो घर आफै फोहोर गरिरहेका छौ। तिमीहरूले मेरो माया गरेनौ। पृथ्वी आमा, हामी तपाईँलाई माया गर्छौँ। हामी तपाईँलाई निको पार्छौँ। हामी फोहोर फाल्दैनौँ, हामी रुख रोप्छौँ। तपाईँ पिर नगर्नुहोस् पृथ्वी आमा। हो, म रासायनिक फोहोर प्रयोग गर्दिनँ, बरु प्राकृतिक खेती गर्छु। म नयाँ प्रविधिहरू खोज्छु जसले वातावरणलाई हानि नगरोस्। म वैज्ञानिक सचेत हुनुपर्छ। मैले पनि आफ्नो उत्पादन प्रक्रियामा सुधार गर्नुपर्छ। वातावरणमा केही बन्नुपर्छ। म पैसाको पछि मात्र लाग्दिनँ। लौ, अब यो पुस्ताले बुझ्यो भने मात्र हाम्रो पृथ्वी जोगिन्छ। हो, तिमीहरूले बुझेकोमा मलाई खुसी लागेको छ। तिमीहरूको सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सक्छ। मलाई माया गर। सबैकी आमा हो। सबैजनाले ध्यान दिएर सुन। परिवर्तन सम्भव छ जबसम्म तिमीहरूमा आशा छ।
फेरि सुन्दा हुनुहुन्छ प्लास्टिक सल्युसन प्लास्टिक प्रदूषणको अन्त्य गरौँ पृथ्वीलाई बचाऊ आगामी पिँढीमा परिचय देने